पिरो भयो पिरो यो हो डल्ले खोर्सानी त्यो भिडियोमा खाएको भिडियोहरू देखाउँदा यति कसरी खान्छ हामी त अलिकति पनि खान सक्दैन त न खोर्सानी खानु सक्छ न त यस्तो खानेकुरा भक्कु खानु सक्छ है कसरी देखाउँदा त्यति खाएको म त छक्क पर्छु हो त्यो हेरेर मलाई पनि यसरी खानु मन परेको नि खासमा चाहिँ तर यो चाहिँ यस्तो सुप खालको बनाएको थिएँ मैले पुरै मिठो भएछ म्यागीहरू वाइवाईहरू यसरी खाँदाखेरि चाहिँ त्यो वाइवाईको मसला नहालेर चाहिँ बिन्स प्याज त्यहाँदेखि के भन्छ लसुन मसिनो काटेर है हालेर चाहिँ त्यहाँदेखि चाहिँ मजाले भुटेर चाहिँ अन्त पानी हालेर भक उमालेर चाहिँ माथिबाट धनियाँ छ भने धनियाँ पनि हाल्नुपर्छ मेरोमा चाहिँ धनियाँ थिएन अन्त धनियाँ त्यहाँदेखि चाहिँ के भन्छ डल्ले खोर्सानी काटेर हाल्नुपर्छ आफूलाई जति पिरो खानु मनपर्छ त्यति काटेर हाल्यो टक्कै है त्यहाँदेखि चाहिँ यो के भन्छ यो अगबडी हाल्नुपर्छ अन्त चाहिँ वाउ बडै मिठो हुन्छ है त्यहाँदेखि अलिकति निम्बु खानेलाई निम्बु पनि हाल्दा भयो निम्बुले अझै मिठो स्वाद दिन्छ मसलाभन्दा दामी हुन्छ बाबालाई मैले कति बादमा यो खाँदैन नि त वाइवाईहरू